अष्टाङ्ग योगको चौथो अङ्ग प्राणायामको आज चर्चा गरिन्छ। हाम्रो शरीरलाई जीवित तथा ऊर्जाशील राख्न जुन श्वास फेर्छौं त्यो प्राण हो। प्राणलाई जब आयाम दिइन्छ अर्थात् आफ्नो किसिमले अभ्यास गरेर नियन्त्रित गरिन्छ त्यो प्राणायाम हो। त्यसैले प्राणायाम श्वास प्रश्वाससित सम्बन्धित छ। जब हामी श्वासभित्र तान्छौं त्यो श्वास हो, जब श्वास बाहिर फाल्छौं त्यो प्रश्वास हो। श्वास हाम्रो जीवन हो। श्वास छ जीवन छ, श्वास छैन जीवन छैन। त्यसैले श्वास प्रश्वासलाई ठूलो महत्त्व दिइन्छ। श्वास प्रश्वास प्रक्रिया हामीले रोकेर रोकिँदैन, तर नियन्त्रणमा लिएर अभ्यास गर्न सकिन्छ। त्यही नै प्राणायाम हो। कुनै पनि ध्यान गर्ने साधकलाई प्राणायाममा अभ्यस्त हुनु अति जरुरी हुन्छ, किनकि ध्यानमा मन लाग्नको लागि श्वासको गति सामान्य तथा नियन्त्रित हुनुपर्दछ। श्वास फुलेको अवस्थामा अथवा श्वास फेर्न गाह्रो भएको अवस्थामा ध्यानमा मन लगाउन सकिँदैन। पतञ्जलि योगपीठले सिफारिस गरेको 60 प्याकेजको दैनिक योग अभ्यासमा 8वटा प्राणायामका सामान्य स्वरूप रहेका छन्, जसको प्रस्तुति मैले यसअघिका चलचित्रहरूमा पेश गरिसकेको छु। ती हुन् भास्त्रिका प्राणायाम, कपालभाती प्राणायाम, बाह्य प्राणायाम, उज्जाई प्राणायाम, अनुलोम विलोम प्राणायाम, भ्रामरी प्राणायाम, उद्गीत प्राणायाम तथा प्रणव प्राणायाम। जब यी 8 सामान्य प्राणायामको अभ्यासमा हामी अभ्यस्त हुन्छौं, त्यसपछि यसैको केही विस्तृत अभ्यास गर्नुपर्ने हुन्छ, जस्तो यो सामान्य भास्त्रिका प्राणायाम हो। अब यो तीव्र भास्त्रिका हो। यसका साथै अरू पनि धेरै प्राणायामहरू छन्, जसको चर्चा आगामी चलचित्रहरूमा गरिनेछ। 8वटा प्राणायामका विस्तृत अभ्यास पनि क्रमशः गर्दै जानेछु।